X+200 को हाफ इन्जिन पनि बनाएको धेरै दिन भएको थिएन है। अनि यो इन्जिन किन टिकेन, के कारण थियो भनेपछि एकचोटि हेर्न सक्नुहुन्छ। यो चाहिँ भइसक्यो यसको कनेक्टिङ रड है, यो क्र्याङ्क सेट भयो। अनि यसमा के समस्या छ भनेपछि यो एकचोटि हेर्नु, यो डग, साइड डग हेर्नु कतिको छ, यो साइड डग। अनि त्यसपछि यो आवाज सुन्नु होला, यो ल पुरै कनेक्टिङको आवाज आइरहेछ। यस्तो अवस्थामा के हुन्छ भनेपछि जब तपाईँले हाफ इन्जिन बनाउन लाउनुभयो मिस्त्रीलाई दिएर होइन, त्यतिखेर तपाईँले यो चेक गर्न लाउनुपर्छ यो कनेक्टिङ यो कतिको प्ले छ। अलिकति प्ले भएको खण्डमा चल्थ्यो, चल्दैन भन्ने छैन, तर यो धेरै प्ले भएको छ है। यो के भन्छ X+200 को हाफ इन्जिन पनि बनाएको धेरै दिन भएको थिएन। यो पिस्टन पनि हेर्न सक्नुहुन्छ नयाँ छ होइन। अब केले गर्दा भयो कि यो कनेक्टिङ रडले गर्दा है, ल कनेक्टिङ रडले गर्दा। अब हामीले फाइनली यसको यो पुरै सेटै चेन्ज गर्छौँ। त्यसपछि अब पिस्टनहरू भयो, बोर गर्ने हो। हामीले यो गियर बक्स चाहिँ यो पुरै हेर्न सक्नुहुन्छ, सरसफाइ गरेर गियर बक्स पनि हामीले फिटिङ गरिसकेको छ होइन। अब यो कनेक्टिङ रडको भयो, एसेम्बल हुन जाँदैछ। यो हेडसेटको पुरै A to Z काम हुन्छ है। ल अब यहाँ बाइक चाहिँ हेर्न सक्नुहुन्छ 113 लोडको अब यहीँ छ। अब कतैसँग अब हामीले यसको फुल इन्जिन दामी तरिकाले बनाउनै पर्नेछ। तपाईँहरूको पनि यसो हाफ इन्जिन फुल इन्जिन बनाउनु पऱ्यो भने हाम्रो पसल भिजिट गर्न सक्नुहुन्छ है।